नमस्कार साथीहरू, हजुरहरूलाई म्याट्रिक च्यानलमा फेरि पनि स्वागत गर्दछु। र आज चाहिँ हामी फेरि एउटा नयाँ भिडियो लिएर आएका छौँ। र आजको भिडियोमा चाहिँ हामी जस्ट टु अर्नको बारेमा बुझ्नेछौँ। र के हो यो जस्ट टु अर्न, र हामीले चाहिँ यहाँबाट कसरी अर्न गर्न सक्छौँ, कसरी पैसा कमाउन सक्छौँ, आफ्नो लिङ्कलाई सर्ट इन गरेर चाहिँ कसरी पैसा कमाउन सक्छौँ। इफ तपाईँ कुनै पनि केही फाइलहरू कसैलाई दिँदै हुनुहुन्छ, भिडियोहरू कसैलाई प्रदान गर्दै हुनुहुन्छ र तपाईँहरूले चाहिँ कुनै पनि पिडिएफहरू चाहिँ कसैलाई दिन चाहनुहुन्छ र त्यसबापत चाहिँ तपाईँहरूले अर्निङ गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ आज यो भिडियो तपाईँहरूको लागि एकदम हेल्पफुल हुनेछ। र यो चाहिँ तपाईँहरूले मोबाइलबाट नि गर्न सक्नुहुन्छ र अरू त ल्यापटप पिसी जेबाट पनि गर्न सक्नु भइहाल्यो। ल आज चाहिँ पहिला बुझौँ है त, जस्ट टु अर्न र लिङ्कको बारेमा चाहिँ बुझौँ। जस्ट टु अर्न र लिङ्क भनेको चाहिँ मैले भनिहालेँ, कसैलाई लिङ्क प्रदान गरेर चाहिँ तपाईँहरूले अर्न गर्ने पैसा हो। त अब यहाँनिर चाहिँ बुझौँ कसरी गर्न सकिन्छ र यहाँबाट चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भनेर। र पहिला त तपाईँहरूले यहाँनिर आफ्नो आइडी लगइन गर्नुपर्ने हुन्छ। मैले एउटा आइडी लगइन गरेँ र यहाँनिर चाहिँ म तपाईँहरूलाई दुईवटा वेबसाइट भन्नेछु। एउटा चाहिँ यो भयो स्ट्रिङ्कमी आयो र एउटा छ एड्रिनोलिक्स, र यो वेबसाइटहरू चाहिँ ट्रस्टेडै हो, त्यही भएर चाहिँ मैले यो युज गरिरहेको छु। अनि हजुरहरूलाई कसरी युज गर्ने र कसरी लिङ्कहरू सर्ट इन गर्ने र कसरी हामीले पैसा विथड्र गर्ने भन्ने विषयमा म तपाईँहरूलाई सिकाउँछु है त। र अहिले चाहिँ हामी स्ट्रिङ्कमी आइयोको चाहिँ यसको चाहिँ हामी आइडी लगइन गरिसकेर आफ्नो एउटा आइडी बनाइसकेर चाहिँ हामी यसको ड्यासबोर्डमा आइसकेका छौँ। र यस्तो हुन्छ तपाईँहरूको अगाडि इन्टरफेस। यहाँनिर हजुरहरूको सबै कुराहरू हुन्छ। र अब हामी पहिला सिकौँ है त लिङ्कलाई कसरी बनाउने भनेर। जस्तै यहाँनिर ड्यासबोर्ड भयो, यहाँनिर चाहिँ हामी एउटा लिङ्क बनाउँछौँ है त। मैले अहिलेको लागि यो लिङ्कलाई कपी गरेँ एक्जाम्पलको लागि र यहाँनिर मैले यसलाई पेस्ट गरिदिएँ। र यहाँनिर तपाईँहरूले डेट राख्न सक्नुहुन्छ, कहिलेसम्मको लागि यो लिङ्क राख्नुहुन्छ भनेर। यहाँ हजुरहरूले डेट राख्नुहोस् र यहाँनिर हजुरहरूले यसलाई सर्ट इनमा क्लिक गर्नु होला। हजुरले सर्ट इन क्लिक गरिसकेपछि यसले चाहिँ एउटा लिङ्क बनाइदिन्छ है त। यो लिङ्कलाई हजुरहरूले कपी गरेर चाहिँ हजुरको इफ तपाईँ कन्टेन्ट क्रिएटर हुनुहुन्छ युट्युबको डिस्क्रिप्सनमा राख्नु होला। इफ तपाईँले कुनै पनि पिडिएफ वाट्सएप ग्रुप टेलिग्राम ग्रुप जेमा पठाउन चाहनुहुन्छ त्यहाँ पठाइदिनु होला। र उहाँहरूले चाहिँ यो लिङ्कलाई क्लिक गरेपछि चाहिँ उहाँहरूको यस्तो इन्टरफेस आउँछ। यहाँनिर आइएम रोबोटमा क्लिक गरेर यहाँनिर भेरिफाई गर्नु होला। त्यसपछि भेरिफाई गरिसकेपछि उहाँहरूकोमा चाहिँ एउटा एड्सको पेज खुल्छ र उहाँहरूले 30 सेकेन्ड वेट गरेर चाहिँ त्यो लिङ्कलाई चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। र यस बापत चाहिँ उहाँहरू कतिजनाले क्लिक गर्नुहुन्छ हो त्यो लिङ्क, त्यस बापत चाहिँ तपाईँले अर्निङ गर्नुहुन्छ है त। अर्निङ गरेको पैसा चाहिँ तपाईँहरूको यहाँनिर देखिन्छ। हजुरहरूको तपाईँको लिङ्क कतिजनाले टच गर्यो, कतिजनाले हेऱ्यो र यहाँनिर अर्निङ देखाउँछ र रिफरल अर्निङ यहाँ एभरेज सिपिएम कुन कन्ट्रीबाट कति हेरेको त्यही अनुसारको हुन्छ। र यहाँ चाहिँ तपाईँहरूको लिङ्क कतिवटा लिङ्क बनाउनु भयो त्यो देखिन्छ। र यहाँनिर विथड्रमा चाहिँ तपाईँले यहाँबाट विथड्र गर्न सक्नुहुन्छ। र यहाँनिर आफ्नो पहिला डिटेल्स राख्नुपर्ने हुन्छ। यसको लागि चाहिँ पहिला हामी डिटेल्सतर्फ जाउँ, त्यसपछि म अरू देखाउनेछु है त। डिटेल्सको लागि तपाईँले यहाँनिर क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर प्रोफाइल भन्ने अप्सन आउँछ। प्रोफाइलमा चाहिँ हजुरहरूले आफ्नो नाम अनि एड्रेस र सिटी अनि स्टेट अनि जिप राख्नु होला, कन्ट्री चुज गर्नु होला अनि आफ्नो फोन नम्बर राख्नु होला। त्यसपछि मेन कुरा भनेको विथड्रको है त। तपाईँले केबाट चाहिँ पैसा विथड्र गर्ने र यहाँनिर जति पनि कुराहरू छ, अब नेपालमा त यो कुराहरू छैन। र एउटा कुरा चाहिँ मैले पनि गर्दै आएको कुरा चाहिँ बाइनेन्स हो है त। बाइनेन्समा चाहिँ नेपालमा पनि लिगल्ली गर्न सकिन्छ। पुरै विथड्र नै चाहिँ गर्न सकिँदैन, तर हामीले बाइनेन्सबाट चाहिँ पिटुपी भन्नेबाट डलर एउटा मान्छेदेखि अर्को मान्छेलाई दिएर त्यो मान्छेले चाहिँ हाम्रो डाइरेक्ट ब्याङ्क एकाउन्टमा उसको ब्याङ्क एकाउन्टदेखि पैसा हालिदिन्छ है त। त्यसरी चाहिँ
हाम्रो बाइनेन्सको कारोबार हुन्छ नेपालमा चाहिँ र त्यसरी गर्न सकिन्छ। अनि अर्को कुरा भनेको हामीले बाइनेन्सबाट चाहिँ यसमा $5 भयो भने चाहिँ तपाईँहरूले चाहिँ विथड्र गर्न सक्नुहुन्छ। र इफ बाइनेन्सको विषयमा भिडियो बनाउनु भन्नुहुन्छ भने इफ तपाईँलाई बाइनेन्स सम्बन्धीको केही इन्फर्मेसन चाहिन्छ भने चाहिँ कसरी P2P चलाउने कसरी गर्ने भन्ने विषयमा चाहनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई बाइनेन्स सम्बन्धीको एउटा अर्को पनि भिडियो लिएर आउने नै छु। र यसको लागि चाहिँ यति नै बुझौँ अहिलेलाई। यति गरेर चाहिँ तपाईँहरूले लिङ्क बनाएर पैसा अर्न गर्न सक्नुहुन्छ। मेरो अहिले अभाइलेबल ब्यालेन्स देख्न सक्नुहुन्छ $1 छ र मैले चाहिँ $5 बनाइसकेपछि चाहिँ म विथड्र गर्न सक्छु। र अर्को छ हाम्रो एड्रिनलिङ्क्स। यसको पनि सेम प्रोसेस हो। यहाँ हजुरहरूले न्यू सर्टेन लिङ्क गरेर एडभान्समा क्लिक गर्नु होला अनि यहाँनिर आफ्नो लिङ्क राख्नु होला अनि त्यसपछि यहाँनिर डेटहरू राखेर यसलाई चाहिँ सर्टेन गरेर अनि त्यो लिङ्क चाहिँ पठाउनु होला। अनि यहाँनिर चाहिँ तपाईँहरूको यहाँ पनि सेम हो, त्यसरी नै देखिने हो पैसा। र यसको पनि कसरी चाहिँ तपाईँहरूले आफ्नो प्रोफाइल बनाएर चाहिँ गर्न सक्नुहुन्छ भने यसको पनि सेम प्रोसेस छ। हजुरहरूले यहाँनिर आफ्नो डिटेल्स राख्नु होला र विथड्र यहाँनिर विथड्रमा क्लिक गर्नु होला। यहाँ चाहिँ धेरै नै छ। हजुरहरूले गुगल पे मार्फत पनि गर्न सक्नुहुन्छ र बाइनेन्सबाट पनि गर्न सक्नुहुन्छ है त। र अर्को भनेको चाहिँ इन्टरनेसनल यहाँबाट पनि गर्न सक्नुहुन्छ, तर यस विषयमा चाहिँ मलाई ज्यादा थाहा छैन। मलाई थाहा भएको भनेको बाइनेन्स र गुगल पेबाट है त। र हजुरहरूलाई यहाँबाट चाहिँ बाइनेन्सबाट चाहिँ पैसा विथड्र गर्दा तपाईँहरूले मिनिमम $10 चाहिँ बनाउनु पर्ने हुन्छ। त्यसरी चाहिँ तपाईँले बनाउन सक्नुहुन्छ। र आजको लागि चाहिँ भिडियो यति नै। फेरि अर्को भिडियो कस्तो कुन विषयमा भिडियो बनाउनु त्यो हामीलाई भन्नु होला, हामी त्यस विषयमा भिडियो लिएर आउने नै छौँ। र आजको लागि चाहिँ यति नै, हामी भेट्नेछौँ अर्को भिडियोमा। हस् त, धन्यवाद। I was bruised but awake, heard a crack in the dark when the ground started to shake.